छैन। अनि ऊ त्यहाँ तल एक ठाउँमा ऊ छ बाँसघारीतिर अलिकति ऊ छ, त्यहाँ बाटो अलिक खन्द्रङ खुन्द्रुङ छ। अरू ठाउँमा त राम्रै छ, भ्यूहरू पनि दामी आइरहेछ। यहाँ चाहिँ मजाले खेतीपाती मकै सकै लगाउनु भएको छ। हर्न बजाउँदै हिँड्नु भएको हाम्रो गुरुजी, चट्ट लगाएर गाडी नि गरेर गरिरहेछ। त्यही भएर अलिक बोलेको सुन्दैन कि भनेर। मकै पनि हरियाली छ, दामी आइरहेछ। ओहो ल ठिक छ। ए घामले होला मकै सबै चाम्रक चिम्रिक भइरहेछ। अनि यता बाटो यस्तो स्पेसियल छ कि, यस्तो राम्रो छ कि बाटो। सर यहाँ पिपरको बोट रहेछ, चट्ट लगाएर। यता अगाडि नानी हिँड्दै हुनुहुन्छ, सर पारेर अब जाने। अब यहाँबाट उहाँ सानपोखरा पुग्नुपर्छ। अहिले चाहिँ हामी यहाँ कमाने हो, कमानेबाट फर्ममा लोड गरेर हिँडिरह हो। अनि उहाँ सानपोखरा पुग्नुपर्छ, त्यहाँ घर बनाउँदैछ हाम्रो गुरु। घर बनाउँदैछ, अनि त्यहाँ गएर रसर ठोक्ने हो झ्याप्प लाएर। यता मकै बारी छ, मकै बारीहरू छ। यता अगाडि रिक्सा आउनु भएको छ, हाम्रो गाडी पनि हिँडिरहेको हो। यता बाँस गाडीहरू छ, बाँसहरू झ्याप्प लाएर सरर पारे केरा कट्यो, कति छिटो प्लुत्तै गर्दैछ केरा त। अगाडि चाहिँ कुकुर छ, पारेर यता माछा मार्दै हुनुहुन्छ दिदीहरू चाहिँ। यहाँ यो के भन्छ, बकुला पनि उडी हिँडेको माछा खानलाई। झट्ट लाएर सरर पारेर जाने हो। बारीको चाहिँ पुल हो, त्यही पुलबाट जाने हो अहिले हामी चाहिँ। हाम्रो बाटै त्यही हो, यताबाट यही हो। अलिक खाल्टाङ खुल्टुङ भएको थियो अलिकति। ल अब हामी मेन रोडतिर निस्किनु लागिसक्यो। मेन रोडतिर यता अगाडि चाहिँ काग छ, कागलाई पनि घामले बोले जस्तो छ। ओहो धुलो पो उडिरहेको त, यस्तो पनि धुलो उडिरहेको त। हावा चलिरहेको मजाले। मेन रोडमा आइसक्यो हामी। अब चट्ट लगाएर भित्र जानुपर्ने हुन्छ। सरर पारेर मेन रोडमा हिँडिरह हो अहिले चाहिँ हामी। मेन रोडमा ओहो यही हो अघि देखाएको पुल चाहिँ, अगाडि यहाँ अगाडि। पुल दामी छ। अनि यता दामी ठाउँ छ, यता चाहिँ खोला हो, हल्का सानो खोला छ। वाउ पानी सानी छ। यता चाहिँ ब्लक सलक बनाउने, यता चाहिँ फ्याक्ट्री। यतिकै ब्लक छ अहिले त आजभोलि त। यहाँबाट भित्र सुट्ट जाने हामी। हाम्रो बाटो आइसक्यो, भित्रबाट जाने हो हामी चाहिँ। मकै बारी कराम आजभोलि मकैको सिजन हो नि त, त्यही भएर हामीले यस्तै घर बनाउने हो। यस्तो चट्ट लगाएर हाम्रो यता जाने। अब घुम्टी मोडैमा आइपुग्यो हजुर। सट्ट घुम्दै जाने हो हामी चाहिँ भित्रबाट सरर पारेर। आज पानी पर्न लागेन, घाम लागिरहेको
कस्तो दामी आइरह्यो कि हेरौँ लागिरहेको कि आज शीतल पनि छ त्यही भएर पनि होला अनि अब हामी पुग्न लागिसक्यौँ एउटा मेन रोड कटिसक्यो फेरि अब अर्को मेन रोड पनि आइपुग्न लागिसक्यौँ